कस्तो त्यस्तै गर्नु कि भित्र आउनु तिमीलाई जे मन लाग्छ त्यही गर नि आफ्नै दाइको सम्झेर चिल बसेर चिल मेरो यो माइक भएन म माइकलाई एडजस्ट गर्नु पर्यो यसरी नै बोल्नु पर्यो म चाहिँ ल तिमीहरू दुईजनालाई मेरो कुराकानी पोडकास्ट अथवा कुराकानी गफ दुईजनालाई स्वागत छ यता तिम्रो नाम के हो परिचय भनिदेऊ मेरो नाम चाहिँ सुजन गुरुङ अनि के अरे म बस्ने चाहिँ जोगिन हो र यहाँसम्म आउनको लागि चाहिँ अब के अरे मैले चाहिँ दुईटा बस परिवर्तन गरेर यहाँसम्म चाहिँ म आउन सफल भएँ होइन लगभग 3-4 घन्टाको अन्तरालमा चाहिँ म यहाँसम्म आउन सफल भएँ भाइको चाहिँ के छ नि हजुर भाइको नाम के हो परिचय के हो कहाँबाट मेरो चाहिँ नाम चाहिँ बिकेन ओसाहाङ नेमाङ हो घर चाहिँ दमक 5 हो दमक 5 हजुर झापा 5 अहिले त खुब माहौल चलिहाल्यो होइन चुनावको माहौल हजुर यहाँ मलाई कस्तो टाइम लाग्यो कि ढिलो बस ट्रेन चढ्नु नजानेर हो कि के हो होइन लास्ट टाइम लाग्यो तिमीलाई कति टाइम लाग्यो मलाई त एकदम टाइम लाग्यो नि म अब आफूलाई त्यहाँबाट भन्दाखेरि 11 नै बजेको थियो अनि त्यहाँबाट फेरि मेरो बस स्टेसनसम्म फेरि आधी घन्टा त्यहाँ म कुरेँ कम्पनीबाट बस स्टेसनसम्म आउनको लागि 10 मिनट त्यहाँबाट फेरि योगिनसम्म आउनको लागि लगभग 50 मिनट जति लाग्यो अनि त्यहाँबाट फेरि सोन आउने क्रममा चाहिँ बिस्तारै बिस्तारै के अरे अलिकति खुकुलखुल भयो होइन लगभग म यहाँ 45 1 आवरमा चाहिँ आइपुग्नु पर्ने तर त्योभन्दा क्रसै भयो माइकको प्रब्लम भयो ठिकै छ है यतिकै नि एकदम ठिकै छ ए कफी के छ हाम्रो कफी खाऊँ न कफी खाँदै गफ गरौँ न हुन्छ ओके टु मच सिरियस पनि हुने हैन अनि सिरियस भन्दा अलिकति त होइन मजाले नै बोल्नुपर्छ न कुरा टक्क गरी गरी हल्का चिल कुनै ऊ होइन क्या प्रेसर लिने होइन क्या प्रेसर भयो भने तपाईँ भन्नु त्यसै आत्तिनुहुन्छ त छोडा मान्छे भएर आत्तिनु र मात्तिनु कहिले हुनु थाहा छैन चिल हो कि चिल तर अलिक कुल यहाँनिर भन्दा पनि अलिक राम्रो त बोल्नु पर्यो नि त होइन चिल भन्दा नि त्यस्तै अब मौसमले चाहिँ धेरै चिल बनायो होइन कता फेरि एकछिन नेपालीकै कुरा देखि अहिले सकेर खाल्दैन गाली गर्ला कफी कतिको खाने बानी छ भाइलाई कफी त म त प्रायः जस्तो रेगुलर हो ब्ल्याक कफी त मेरो त त्यो पर्ने त डाइटै हुन्छ ब्ल्याक कफी र स्याउ अनि सुन्तला अनि त्यो चाहिँ त बियर नाने पनि ल कफीको टेस्ट ल खै तिमीसँग सुहाउनु पर्छ कफी क्या मलाई पहिला नेपालमा त्यस्तो खाने बानी थिएन अब हुँदा खाने नहुँदा नखाने त्यस्तो खालको बानी थियो सबैको त्यस्तै हो अनि यहाँ आएपछि पनि यसो अब आज मेरो दिनभरिमा मेरो यो फर्स्ट कफी आज फर्स्ट कफी हो मैले यहाँ आएर खाएँ होइन अब यो अहिले नखाएको भएदेखि मेरो आजको दिनमा कफी मलाई चाहिँदैन पनि थियो क्या मलाई कफीको एडिक्सन चाहिँ छैन तर म काम गरेको बेला त्यो कम्पनीको कफी हुन्छ नि फ्रीको कफी अब त्यो किन ब्रेक हुन्छ होइन दिनमा लगभग 4 र 5 वटा ब्रेक हुन्छ एभ्री ब्रेकमा गएर एउटा कफी खाइदिन्छु कि त्यो एडिक्सन हो कि होइन फ्रीको भनेर खाएको हो कि म एडिक्सन भन्दा पनि त्यो कस्तो भन्दाखेरि ब्रेक हुन्छ होइन कम्पनीबाट कम्पनीको चाहिँ म प्रायः खादिनँ किनभने सुगर बढी छ आफू त फिटनेसमा कन्सन्ट्रेसन भएको मान्छे त्यही भएर भर्सक के अरे हेल्थी नै लाइफ जिउ भन्ने मेरो चाहिँ होइन धारणा त्यही भएर त्यहाँ अब साथीहरूले दाइहरूले त खानुहुन्छ तर म चाहिँ खादिनँ म चाहिँ बाहिरबाटै पर्चेस गरेर अमेरिकानोहरू खान्छु माइल्ड ट्रस्टहरू सुगर बिना सुगर विदाउट सुगर किन भन्दाखेरि त्यो खाइसकेपछि हाम्रो कामै एकदमै हार्ड छ र प्लस कस्तो भन्दाखेरि त्यसलाई नथाक्नको लागि चाहिँ र काममा फोकस गर्नुको लागि चाहिँ म चाहिँ अमेरिकन लिने गर्छु कफी खाने यतै कोरिया आएर बानी भएको अनि के छ अनि कति वर्ष भयो भाइ यता कोरिया आएको म त भयो लगभग 2016 मा आएको 9 वर्ष पछि भयो 9 वर्ष चाहिँ अप्रिल 9 मा ट्याक्कै यो मान्छे होइन मसँग यस्तो कुरा गर्ने होइन हुन्छ नि ल यो मान्छे त ल नभकन कोरिया त 5-6 वर्ष होला भने कति महिना भयो कति वर्ष भयो भने त्यस्तै भन्छ 10 महिना अरे अनि कुराहरू सुन्दा यताउति दिने होइन सबै आउँछ मेट्रो सेटो चढ्नु सबै आउँछ गाडी आउँछ बरु के अरे पुरानो लाउँदैन यसमा चाहिँ के सिकिन्छ भन्दाखेरि चाहिँ अब यो होइन बाहिर चाहिँ एकछिन निस्किँदै गर्नुपर्ने रहेछ क्या अनि बाहिर ननिस्किन त जति बाहिर निस्क्यो त्यति धेरै सिकिने क्या जे कुरा पनि इभन ल्याङ्ग्वेज पनि पहिला सुरुमा आउँदा अब बेसिक मात्रै ल्याङ्ग्वेज सिक्यो भने उताबाट आउँदाखेरि धेरै कुरा आए पनि बोल्न सकिँदैन नि त तर बाहिर हिँड्यो साथीहरू बनाइयो भने चाहिँ सिकिने रहेछ कि धेरै कुरा अब त्यो रुम टु काम अनि काम टु रुम अनि रुमदेखि फेरि मार्टसम्म त्यति मात्र अलिकति हुन्छ होइन
ठिक छ अनि के गरिरहेछ आफ्नो हेल्थको लागि तिमीहरूले आफ्नो हेल्थको लागि आफ्नो अब हेल्थको लागि के भन्दाखेरि जिम हो चाहिँ अहिले स्पेसली जिम हो जिम प्लस र जिम छुट्टी भएको बेलामा होम वर्कआउट पनि गर्छु होमवर्कआउट पनि होम वर्कआउट गर्छु होम वर्कआउट गर्दाखेरि चाहिँ अब धेरै होइन आफूभन्दा के अरे राम्रो राम्रो इन्स्ट्रक्टरको यतिन्द्र सिंहहरू भयो जित सलालहरूको चाहिँ म फलो गर्छु त्यस्तो फलो गरेर जिम गर्ने है फलो कति वर्ष हो जिम गरेको चाहिँ जिम गरेको त थुप्रै भइसक्यो तर एकदमै बरु एकपल्ट चाहिँ मैले 70 सालदेखि 72 सालसम्म राम्रो ज्यान बनाएको थिएँ त्यहाँबाट त्यही हो नेपालको कहिले के यताउति हेनतेन होइन अब त्यही त के अरे समस्या हुन्छ के हुन्छ डाइटहरू हुँदैन आफूले भन्ने जस्तै हुँदा भोत्रे फेरि नहुँदा सिधै हुन्छ होइन र कमाएको पैसाले पनि आर्जन गर्नु धेरै गाह्रो हुन्छ र नेपालमा चाहिँ कस्तो भन्दाखेरि म चाहिँ अब थुक्पा चाउमिन खाने पैसाले चाहिँ बरु एगहरू खान्थेँ क्या चिकनहरू अब लोकलहरू त्यता सस्तो पाउँथ्यो नि त अब 300 रुपियाँमा के अरे लोकल कुखुराहरू कहिले के अरे बट्टाइहरू होइन परेवाहरू अलिकति पहिलादेखि न म चाहिँ हेल्थी नै फलो गर्ने मान्छे हो मैले अहिले चाहिँ के हो गरेछ हेल्थको लागि केही जिम सिप यताउति जिमहरू त अब पहिला चाहिँ अब गरिरहेको थियो अहिले चाहिँ अलिक अन अफ भइरहेछ त्यही पनि अब हेल्थको लागि त त्यही हो ट्रेकिङहरू चाहिँ गरिरहेछ ट्रेकिङ त मनपर्छ है ट्रेकिङ कुन स्थान यहाँको कोरियाको कुन माउन्टेन क्लाइम्ब गर्यो क्लाइम्बले त भन्नु मिल्दैन त्यसलाई ट्रेकिङ त्यस्तै ट्रेकिङ भन्नु मिल्दैन त्यही सानो त्यही 2-3 वटा मात्रै त्यही सबङसाङ यहीँ गन्दालसन भन्ने छ त्यसपछि कति मिटरको हाइट 400-500 मिटर त्यस्तै हो त्यो लास्ट कोरियनहरूले लास्ट मान्ने है त्यो बेला के हुन्छ नि त्यो सानो माउन्टेन भए पनि त्यसलाई हुन्छ नि त्यहाँ अब जाने अनि त्यहाँदेखि त्यहाँको जाने बाटोहरू बनाइदिएको अनि त्यहाँ फेरि त्यो चढ्ने मान्छेहरू पुरै त्यसलाई सिरियस लिएर चढिरहेछ नि त अब नेपालमा कम्पेयर गर्ने भने त त्यो त केही पनि होइन नि त खासमा त होइन त्यो दिनरात अब दाउरा घाँस गरेर हिँडिरहेको बाटो हो तर यिनीहरूले चाहिँ आफ्नो हेल्थको लागि यति धेरै सोचेर होइन त्यसमा पनि झोलासोला बोकेर पुरै सुजहरूदेखि लिएर सबै लुगाहरू किनेर पुरा तलमाथि गरिरहेको हुन्छ त्यो कुरा चाहिँ अचम्म पनि लाग्छ राम्रो पनि हो एउटा भन्दा पनि यो चाहिँ कसो भन्दाखेरि हेल्थको लागि पनि हो नभए त्यो 93 वर्षको होइन बुढाबुढीहरू होइन अब त्यसरी के अरे सिजाङमा अब के अरे त्यो सेल गर्दै बस्नुपर्ने त अब के अरे नहुने हो त्यो पनि हो प्लस कस्तो भन्दाखेरि मेरो जिममा चाहिँ एकजना अङ्कलै भनौँ न अङ्कल के अरे बाजे नै भनौँ न होइन 73 छिलसिप नेक भन्नुभयो क्या 73 अब त्यो 73 वर्षको मान्छे होइन घरमा बस्ने बेलामा होइन अब उहाँ जिम आउनुहुन्छ त्यो त हेल्थको वास्तविकता महत्त्व बुझेर हो नि त होइन र नभए त्यो उमेरमा किन आउनु पर्थ्यो जिम होइन अझै कस्तो भन्दाखेरि तपाईँको के अरे यो ख्याङलाङ बेला हुन्छ खुट्टा क्या त्यही भएर यो हेल्थ चाहिँ एकदमै इम्पोर्टेन्ट छ र प्लस म चाहिँ सबभन्दा चाहिँ इम्पोर्टेन्ट कुरा चाहिँ अरूभन्दा म जिम नै भन्छु क्या एकदम जिम चाहिँ एकदम भन्छ अब जिमको चाहिँ अब सबै आफ्नो पार्ट्सहरूको वर्कआउट हुन्छ नि त हातको खुट्टाको टाउको पनि हुन्छ घाँटीको पनि हुन्छ सबै कुरा हुन्छ मेन्टली हेल्दी पनि हुन्छ हैन कसरी बढाउने हैन अब फ्याट लागेको मान्छे घट्ने अब के अरे फ्याट नभएको अलिकति स्टिल बडीलाई अलिकति टेन्सनको फलो गर्ने हैन र हेल्दी डाइट अनि के अरे अब हेल्दी फुडहरू हामीले के अरे फलो गर्यौं भने भनौँ न त्यस पनि धेरै राम्रो हुने र कस्तो भन्दाखेरि अब इम्युनिटी पावर पनि बुस्ट हुने र काम त कोरियाको सबैलाई थाहै छ हैन आफ्नो वेटको 1.8 देखि 2.2 त क्यालोरी त हामीले के अरे प्रोटिन त हामीले लिनै पर्छ कन्ज्युम गर्नै पर्छ त्यो अनुसारले फलो गर्ने जस्तै अब के अरे बिहान अब के छ त अब के अरे अब वन स्कोप वे हैन वे छैन भने पनि अब वन स्कोप वेमा चाहिँ 25 ग्राम पाइन्छ प्रोटिन हैन अब त्यही अनुसारले अब के अरे अब जस्तो अब 3टा हैन होल हैन 3टा व्हाइट यसरी मिलाएर खाने अनि 50 ग्राम ओट्स हैन कुपङबाट पनि लिन सकिन्छ त्यो र त्यसमा एप्पलहरू काटेर हैन त्यो गरेर पनि 3-4 घण्टा को लागि हामीलाई कामलाई एकदमै पर्फेक्ट हुन्छ क्या हैन त्यहाँबाट हाम्रो के छ भन्दाखेरि खाना त्यहाँबाट फेरि के अरे 2 घण्टामा त्यो अनुसारको चकलेट बारहरू पनि हामीले हैन लिएर त्यसरी पनि गर्न सकिन्छ त्यस्तो सिरियस भएर लागिरहेछ जिमको लागि अहिले एकदम सिरियस म त साँच्चै हो नि भाइ हैन म त एकदम फ्री हो म त मलाई जिम जान मलाई म जान्छु हैन तर म हप्तामा 5 दिन चाहिँ कम्पलसरी सकेसम्म जाने ट्राई गर्छु अनि त्यो मेरो पुरा पनि हुन्छ कम्प्लिट पनि हुन्छ जब मेरो यो अहिले कोरियामा जस्तै अब पब्लिक होलिडे प्लस अनि यो विकेन्ड भयो नि
मलाई यसमा चाहिँ बाल छैन मतलब छैन कि जिम पनि जाँदिनँ हजुर तेल होस् नहोस् प्रोटिन होस् नहोस् म मेरो प्रोटिन पनि इन्टेक गरिरहेको छैन कि अहिले मैले दिनमा अहिले एउटा अन्डा पनि खाएको छैन होइन चिकन ब्रेस्ट पनि खाएको छैन प्रोटिन छ घरमा कम्पनीको खाना अलिक स्ट्रङ होला नि त कम्पनी खाना नि म लाइट मात्रै खान्छु अहिले मेरो किनभने मेरो जुन यो बडी छ नि अहिले मेरो बडी मेरो हाइट छ नि 5.6 लगभग 7 छ होइन अब यो बडीमा मेरो बडी वेट हुनुपर्ने भनेको 72 सम्म हुनुपर्ने हो होइन म्याक्सिमम जाँदाखेरि 72 सम्म हुनुपर्ने हो तर मेरो अहिले बडी वेट नै 82 देखि लिएर 85 सम्म हुन्छ क्या यो भनेको एकदम धेरै हो क्या मेरो लागि भने होइन अनि म चाहिँ अब म पहिला नेपालमा कस्तो थियो भने नेपालमा त्यही त हो नि हार्डवर्क अनि खानेकुरा पुग्दैन थियो होइन अनि त्यहाँ कस्तो होला स्टिल बडी क्या एप्स पनि सबै देखिएको छ अनि यो त अब के बडीको पार्ट मजाले थाहा छैन मलाई होइन सबै कुरा मजाले देखिरहेको होइन अब यहाँ आएपछि अलिकति मोटाइयो त्यस्तो भयो अनि अहिले अहिले चाहिँ ठिक छ नत्र म एकचोटि छुट्टीमा म नेपाल गएको थिएँ मेरो वेट कतिसम्म पुगेको थियो भन न 90 केजीसम्म पुगेको 90 केजी यही बडीमा यही बडीमा केही थिएन यति मेरो एप्स मात्रै पुर्याएको थियो एकदम फिट छ एप्स मात्रै पुर्याएको थियो 90 केजी 90 केजीका लाग्छ म पनि फिटै छु किनभने अहिले मैले फ्याट लस गर्दैछु अहिले होइन लगभग रनिङ 7-8 दिन भयो 7-8 दिनमा अलिअलि फ्याट लस चाहिँ गर्न सकिँदो रहेछ भन्ने अलिकति कार्डियो चाहिँ के गरिरहेको छ त्यो त भाइबाट सुन्नु भएको त के भन्छ साइकल पनि कुदाउँदो रहेछ होइन साइकल कसरी कुदाउँछ डेली कुदाउँछ कि कहिले काहीँ कि विकेन्डमा कि मन्थली हो कि कसरी कुदाउँछ पहिला त अब च्यालेन्जहरू हुँदाखेरि त अब च्यालेन्जतिर पनि पार्टिसिपेट गरेको च्यालेन्ज भइरहेछ अहिले फेरि हुन लागेछ 3 को मार्चको 28 मा हुन लागेछ अहिले भन्नुहुँदै तर इन्ट्री फी नै लगभग 80,000 कोरियन वोन जस्तो रहेछ अनि डिस्टेन्स चाहिँ लगभग अब यस्तै छ लङ डिस्टेन्स नै भएको छ अहिले नयाँ हुन लागेछ लगभग 2,000-3,000 जना पार्टिसिपेन्ट्सहरू गराउने भन्ने थियो अब म चाहिँ मेरो सायद एक्जामको कारणले म चाहिँ आउँदिन होला नत्र जाँदा हुन्थ्यो त्यहाँ पनि गराउनु लागेको थियो साइकल चाहिँ अब हुन त झापामा बस्ने मान्छे म्याक्सिमम प्रायः सबैले साइकल कुदाउनु आउँछ होइन तिमी चाहिँ कहाँ फोन चलाइदिएर सबै जान्छ अनि झापा हुने मान्छेहरू म्याक्सिमम साइकल चलाउँछ म पनि पहिला झापाबाट नै हो होइन अनि साइकल चलाउनु चाहिँ कति वर्ष उमेरदेखि सिक्यो साइकल त म बच्चा लाइक क्लास 2, 3, 4 पढ्दैदेखि हो त्यतिखेरदेखि साइकलमा लगान छ अब बाबाले ल्याइदिनु भएको थियो त्यो रेन्जरवाला हुन्थ्यो कि रेन्जर साइकल त्यतिखेर चाहिँ अब त्यो एकदमै त्यो धुम भन्ने मुभी एकदम चलेको थियो त्यतिखेर नै साइकल पुरै कुदाउने होइन कि म त पुरै विली हान्दिने उडाउने पुरै विली अनि उडाउने के पुरै यस्तो अब उकाले देख्ने नहुने पुरै उडाइदिने माथि साइकल हामीले सबैले सानोमा सिक्यो तिमीले साइकल आउँछ नि कुदाउनु मजाले सबैभन्दा सिधै साइकल होइन कति मान्छेहरू छ जुन अहिले हाम्रो एजको मान्छेहरू कोरियामा छन् अनि साइकल कुदाउनु पनि आउँदैन स्विमिङ गर्नु पनि आउँदैन ड्राइभिङ गर्न पनि आउँदैन के चाहिँ सिकाएको छ जस्तो लाग्छ कि जिन्दगीमा बेसिक कुराहरू पनि सिकेन भने के मतलब त्यो कस्तो लाग्छ भने सायद त्यो अलिक जियोग्राफिकल अब टोपोग्राफिकल रिजन अलिक हुन्छ नि जस्तो हिमालतिर बस्ने मान्छेहरू त अब त्यस्तो स्लोपमा त साइकल हुँदैन होइन उनीहरूलाई त उनीहरूको त त्यो एक्सक्युज छ होइन तर अब जस्तो तराई एरियामा बसेको मान्छेहरू पनि छ क्या त्यस्तो मान्छेहरू अनि अचम्म लाग्छ क्या मेरो चाहिँ बागलुङकै एकजना भाइ हुन्छ उहाँ भाइले पनि के अरे साइक्लिङ चाहिँ उसलाई के अरे अहिलेसम्म गरे आउँदैन अरे कि अनि के भन्छ सौल टु बुसान गरेको होइन कस्तो थियो एक्सपिरियन्स इन्सनबाट बुसान कति किलोमिटरको राइड हो त्यो त खासै धेरै त होइन त्यही 633 किलोमिटर हो 633 किलोमिटर खासै धेरै होइन 633 किलोमिटर यताउता अझ त्यो बाटो ठाउँमा कतिवटा ठाउँमा हराइयो त्यो क्यालकुलेट गर्दा त 700 क्रस नै हुन्छ किलोमिटर इन्सन टु बुसान गर्दाखेरि त्यो हुन्छ नि 2 वेकै काउन्ट गरेको कि 1 वेकै मात्रै काउन्ट गरेको हो 1 वेको मात्रै हो 1 वेको मात्रै 1 वेको किन त्यत्रो हलिडे नै थिएन मसँग टाइम नै थिएन त्यत्रो बिदा भएको भए त गरिन्थ्यो पनि होला तर बिदा पनि कम थियो एकदमै अनि त्यस्तो फेरि वता कता गर्नुलाई त टाइम पनि धेरै लाग्ने अनि अब आफ्नो भन्नु न अब फन्ड पनि धेरै लाग्छ नि त त्यो पनि म्यानेजेबल नभएर मैले चाहिँ 1 वे मात्रै गरेँ मेबी नेक्स्ट टाइम इन द फ्युचर इफ आई गट अ चान्स मेबी अब बुसान टु सल्भ हुनुहोस् होइन फेरि गर्नु मन छ एकचोटि तर मेन चाहिँ कुरा चाहिँ टाइम म्यानेजमेन्ट हो कि टाइम म्यानेजमेन्ट गर्नु चाहिँ गाह्रो कि कोरियामा अनि कतिजना ग्रुपमा गएको थियो कि एक्लै गएको थियो म त सुरुमा चाहिँ हाम्रो अब प्लान थियो 3 जना साथी थियो फिलिपिनको
उसँग प्लान गरेको थिएँ तर त्यो प्लान चाहिँ सक्सेस नभएर उनीहरूले चाहिँ हाफवेदेखि जर्नी स्टार्ट गर्नु म चाहिँ माथि इन्सनबाटै सोलो 4 दिनसम्म एक्लै सोलो हानिदिएको जानु पर्यो गाह्रो भएन बिचमा त्यत्रो 600 किलोमिटर त यहाँ होइन नि त होइन 633 600 भने लगभग 700 किलोमिटर भनौँ न धेरै हो नि यहाँ सक्छु बिचमा भोताएर अनि जाक त गयो होला त होइन गाह्रो त अब के गाह्रो त्यो आफू यस्तो क्या आफूलाई अब आफूलाई नमन लागेको काम चाहिँ अलिक गाह्रो हुन्छ 1 घन्टा मात्रै गऱ्यो भने झ्याउ लाग्ने गाह्रो हो नि तर आफूलाई अब पहिलादेखि झन् आफ्नो हबी गर्न पाउँदा त होइन म त खुसी भयो एउटा अब भनौँ न न्यू एक्सपिरियन्स क्या होइन त्यस्तो एक्सपिरियन्स चाहिँ तपाईँले लाख करोड रुपियाँ कमाउनु तर त्यो जुन मैले दृश्यहरू देखेँ जुन ठाउँ होइन जुन एक्सपिरियन्स गरेँ त्यो चाहिँ तपाईँ किन्न सक्नुहुन्न क्या पैसा चाहिँ मैले पनि होइन मलाई पनि साइकल चाहिँ एकदम राइड गर्नु मन लाग्ने अनि हामी सानोमा चकचक गर्दाखेरि त्यो लगभग बच्चामा 30-35 किलोमिटरको राइड घरबाट भागेर जान्थ्यौँ होइन त्यो चाहिँ त्यतिकै सानोमा अब यतिकै साथीको लैलैमा लागेर अनि पछि मैले फर्स्ट टाइम साइकल किने एउटा सेकेन्ड ह्यान्ड लगभग 20,000 मा किने नेपालमा हुँदाखेरि अनि त्यति बेला म भर्खर झापाबाट धरान पढ्नको लागि सिफ्ट हुँदै थिएँ क्या अनि त्यो साइकल किने त्यो चाहिँ कस्तो खाले भने डाउन हिल गर्ने साइकल हो अनि त्यो साइकल किनेर म फर्स्ट टाइम मैले धरान टु झापा साइकलमा गरेको त्यो भनेको लगभग कति किलोमिटर लगभग त्यही 60-70 होइन 50-60 किलोमिटर गरेको थियो अनि मलाई पनि मजा भएको थियो राम्रो फिल भएको थियो अनि गाउँमा गएको थिएँ गाउँको दाइले के भनेर मजा गरिदियो भने मलाई भाइ तँसँग पैसा छैन भने मलाई भन्न त साइकलमा आउनुपर्छ र अरे अब मलाई त्यो मेरो होइन त्यो रहरले म साइकल चढेको बल्ल यस्तो राम्रो साइकल चढेँ होइन अब म हुन्छ नि अब एकचोटि चाहिँ राइड गर्छु भनेर म बिहानै हिँडेको क्या हजुर अनि त्यसो भनेको दाइले त्यस्तो भनिरहेको तर भाडा थिएन भने भन्नु मलाई म दिन्थेँ नि अन्त धरानबाट त अनि झापा लङ डिस्टेन्स चाहिँ तर मलाई पनि यस्तो चाहिँ गर्न मन लाग्यो कि डाउन हिल त कस्तो मजा आउँछ है त्यो डाउन हिल त मजा हुन्छ तर त्यो रोडमा चाहिँ डाउन हिल बाइक त्यति ठिक हुँदैन जस्तो लाग्यो मलाई किनभने जस्तै सौल पुसान गर्दाखेरि त्यो चलाउने साइकलै फाल्टै हुन्छ नि एकदम लाइट हुन्छ अनि प्लस कस्तो हुन्छ थोरै बाटो यस्तो हुन्छ तपाईँको कस्तो हुन्छ भने साइकलको धेरैवटा टाइप्स हुन्छ कि साइकलको क्याटेगोरी नै छ बेसिक मान्छे नर्मल मान्छेहरूलाई चाहिँ त्यो पनि अब त्यो बुझाउने गाह्रो हुन्छ तर जेनरली हेर्नु भने अब 2 टाइप्स अफ साइकल चाहिँ एउटा चाहिँ बेसिकमा चाहिँ रोड बाइक र माउन्टेन बाइक भन्छ होइन त्यस पछाडि चाहिँ अर्को इलेक्ट्रिक छ फिक्सी भन्ने छ साइकल होइन त्यस पछाडि हाइब्रिड भन्ने छ इलेक्ट्रिक भन्ने छ त्यस पछाडि 1 व्हील भन्ने छ साइकलको क्याटेगोरीहरू टन्ने छ धेरै छ अनि त्यो रोडमा कुदाउने चाहिँ रोड बाइक हुन्छ होइन त्यो चाहिँ अब त्यसमा अझै भित्र होला नि क्याटेगोरी त रोड बाइकको त अब रोड बाइकको चाहिँ जस्ट रोड बाइक भन्ने बित्तिकै त्यो क्याटेगोरीमा आइहाल्छ त्यसको ब्रान्ड अनुसार होइन पुरै कोरिया त्यो ट्राभल गर्दाखेरि यस्तो साइकलहरू देखेँ कति यो साइकलको दाम कति पर्यो भनेर सोधेको कोरियनलाई त्यसले कति भन्दै त सन युगबेक मानौँ भन्दै त सन युगबेक मानौँ भने कति हो लगभग 16 लाख नेपाली 16 लाख नेपाली साइकल 16 लाख मात्रै मलाई पनि जिन्दगीमा एकचोटि चाहिँ होइन धेरै चाहिँ होइन मलाई नेपालले 5-6 लाखको साइकल चढ्नु मन चाहिँ लास्टै रहर छ क्या कहिले अब यो कोरियामा बसेर महिनाको 1.5 लाख 2 लाख कमाइरहेछ र पनि त्यो रहर पुरा गर्न सकेको छैन कि जिम्मेवारले बाध्य नि त हजुर अनि त्यस्तो अनि साइकल त डाउन हिल म पनि गर्छु है डाउन हिल गर्छु होइन कतिचोटि लडेँ मलाई चाहिँ डाउन हिल गर्नु चाहिँ एकदम मजा लाग्छ त्यो रोड राइड गर्नु भन्दा नि रोड राइड नै भन्छ नि त्यसलाई के भन्छ धेरै रोड राइड तपाईँ अब मैले होइन रोड राइड नगरेको पनि होइन गरेको छु कहाँ गरेको छु भने यही कि यो के भन्छ त्यो छ नि त्यो हानगाङ रिभरको वरिपरि हो त्यहाँ गरेको छु मैले दिनमा 60 किलोमिटर जति राइड गरेको छु लास्ट गाडीहरूमा त्यो अब डाउन हिल गर्ने बाइक लिएर त कहाँ सकिन्छ त्यो बाटो त्यसमा चाहिँ अब तपाईँको बडी नै पुरा यस्तो हुनुपर्छ कि रोड बाइकमा चाहिँ होइन अब एमटिभीमा चाहिँ अब तपाईँको चाहिँ यो ह्यान्डल फ्रेम वाइड हुन्छ होइन वाइडले गर्दा तपाईँको बडी चाहिँ स्टेबल भएर स्ट्रेट हुन्छ र तपाईँको यसलाई कम्फर्टेबल हुन्छ रोड बाइकमा चाहिँ त्यो एरोडाइनामिक र स्पिडको लागि बनेको हुन्छ कि रोड बाइक चाहिँ कस्तो हुन्छ नि एरोडाइनामिक र स्पिडको बारेमा बनेको भएर रोड बाइकमा कुदाउने मान्छेहरूको पनि एउटा त्यो साइकलको पनि एउटा जस्तै एउटा के भन्छ मान्छेको चाहिँ वेटको पनि एउटा लिमिट हुनुपर्छ क्या त्यही भएर रोड बाइकमा हेभी मान्छे छ भने होइन अलिक त्यो छिटै पम्चर हुन्छ त्यो रोड बाइक
मा चाहिँ चढ्नु छ भने चाहिँ त्यसको पनि अब लगभग 72 किलो अथवा त्यो हुन्छ के त्यही अनुसार हुन्छ तर माउन्टेन बाइकमा चाहिँ वेटको चाहिँ धेरै जति अब भनौँ न 100 किलो 110 पनि केही हुन्न क्या किनभने त्यो ड्युरेबल हुन्छ नि त आफ्नो ठाउँको लागि अब त्यो राम्रो छ डाउन हिल मैले हामीले धरानमा हुँदाखेरि 2-3 ठाउँ गरेको थिएँ मैले होइन माथि धनकुटातिर गरेको थिएँ होला एकचोटि रमाइलो हुन्छ तर एकदम रिस्की यार जिन्दगीमा नेपालमा त जे पनि रिस्की हो क्या रिस्की हुन्छ त्यो रिस्की अब बाटो त छ बाटो त डाउन गर्नको लागि बाटो त एकदम पर्फेक्ट छ होइन तर पनि बाई चान्स लडिहाल्यो भने त गयो नि त फेरि गाह्रो हो यहाँ चाहिँ एकदम सेफ्टी है यहाँ पनि सेफ्टी त सेफ्टी नै हो तर यहाँ पनि त्यो लड्यो भने आफ्नै रिस्क हो क्या अलिकति त्यो इन्सुरेन्सले थोरै आफ्नो पर्सनल हेल्थ इन्सुरेन्सले थोरै कभर गर्छ भन्ने मात्रै हो तर अब त्यस्तै हो अब यस्तो रहरहरू चाहिँ अलिकति रिस्क नै छ क्या अब तिमी जिम गर्छौ होइन कुन दिन क्र्याक्क तिम्रो ब्याक बोन गइदियो भने सकेन अनि त्यही भएर म चाहिँ एकदम आफूलाई सक्ने खालको मात्रै गर्छु क्या पहिला चाहिँ हेभी गरिन्थ्यो अहिले त सपोर्ट पनि छैन नि त अहिले त म होइन म त एकदम फ्रिली जस्तो मन लाग्यो जे मन लाग्यो त्यही गरिदिन्छु क्या भाइ जिममा जान्छु होइन अलिकति मेरो घमण्ड गरेको थिएँ होइन बढी सो गर्नुपर्छ घमण्ड त गरेको होइन मैले होइन देखाउने के भन्छ यो पब्लिक एरिया त्यस्तो गर्नु हुँदैन ओके म के भन्ने थिएँ भने म मेरो बडीको कुरा गरेको थिएँ मेरो बडी त्यस्तो राम्रो चाहिँ होइन घमण्ड गरेर भनेको चाहिँ होइन तर मलाई म आफैलाई लाग्छ मेरो बडीको फ्रेम चाहिँ राम्रो छ जस्तो लाग्छ क्या तर सानो छ राम्रो छ जस्तो लाग्छ होइन अनि त्यही भएर नि म अनि पहिलादेखि त्यो लाइट वेटमा मजाले गर्ने बानी हो क्या मेरो चाहिँ भाइ त्यसरी गर्ने बानी हो अनि त्यो पहिला हुन्छ नेपालमा हुँदाखेरि अब त्यो इगो लिफ्टिङ गर्दिनँ पहिला 1-2 चोटि गरेँ मैले इगो लिफ्टिङ गर्दाखेरि चाहिँ कस्तो भन्दाखेरि इगो भनेको इगो भने इगो लिफ्टिङ गर्दाखेरि चाहिँ कस्तो भन्दाखेरि अरूको ठुलो छ आफ्नो अब त्यो अनुसारको छ हुन्छ नि अब त्यो सपोर्टमा हालिन्छ नि दाइ भाइ पुरै नसके त्यो चाहिँ होइन त्यसले चाहिँ कहिले पनि नबन्दो रहेछ क्या बन्छ इन्जर्ड बन्छ हुनसक्छ इन्जर्ड म त्यस्तो कहिले फिल गर्छु भाइ अनि ल गर्नु पर्दो रहेछ यसो विचार गर्दाखेरि मलाई त अहिले पहिला सुरुमा त्यस्तो गर्थ्यो मलाई त अहिले त बालै लाग्दैन साँच्चै भनेको म जतिको रिल्याक्स गएको छैन जस्तो लाग्छ क्या ल कुरा गर्नु त अनि के अरे मुआई थाईको प्लेयर यता मुआई थाईको सानो गुरु होइन म पनि एउटा पहिलाको एक्स बक्सिङ प्लेयर हो होइन अब सबैको एक्सपिरियन्स छ त ल भाइले कता के गऱ्यो त नेपालमा म त के त्यही मुआई थाई सिकेको मात्रै हो सिकेको हो कुन ठाउँमा सिक्यो हाम्रै अहिले त दमकमा छ नि त अहिले त दमक पाँचमै छ त्यो हिमाल बक्सिङ भन्ने छ नि त नमुना मार्ग होइन कुरा कहाँबाट भने 2017मा कतिमा आएको यहाँ कोरिया 2026 मा 2016 मा आएको 16 मा आएको भने चाहिँ लगभग 14-15 मा सिकेको होला नि त होइन त्यतिखेर त त्यतिकै अब आफ्नै त्यो तरिकाले गर्यो होइन तर अब सिक्न थालेको भन्ने चाहिँ त्यो कोभिड लाग्दाखेरि म घर गएको थिएँ त्यहाँदेखि चाहिँ गएँ अनि टक्क अनि दाइहरूलाई पनि भेटेँ त्यहाँबाट चिन्जान भएको क्या अनि फेरि यता कोरिया आएर फेरि सिक्दैछ त्यस्तो अफिसियल्ली मतलब घरमै भन्दा नि एकचोटि जाडो सिजन हुँदाखेरि लाइक 3 months 4 months समथिङको लागि चाहिँ किक बक्सिङ चाहिँ जोइन गरेको थिएँ यहीँ कोरियामै 3-4 months त्यहाँनिर किक बक्सिङमा जोइन गरेँ त्यस पछाडि फेरि 3-4 months त्यही हल्का बेसिक जुडोमा जोइन गरेँ त्यस्तै अन एन्ड अफ भइरहेछ योगा मलाई बुझ्न मन लाग्यो जस्तै 3-4 महिनाको लागि किक बक्सिङमा जोइन गर्यो अनि मलाई पनि एक टाइम आएर जिम गर्दा मलाई होइन म पहिला बक्सिङ सिक्दै आएको खेल्दै आएको मान्छे हो अनि बक्सिङमा सिक्नु मन लाग्यो अनि बुझ्न मन लाग्यो अनि गएर त बुझ्यो होइन अब त्यति बेला ल्याङ्ग्वेज पनि खासै राम्रो थिएन अनि कति लाग्छ भने भएन क्या जस्तै 3-4 महिनाको लागि जोइन गर्नु पर्यो भने कति लिन्छ होला फी मात्रै त्यो त अब तपाईँलाई त्यो त हेरी हुन्छ होइन तिनीहरूको अब प्लान बनाउँछ कुनै जिमले अलिकति एक्स्ट्रा चार्ज लिन्छ यदि त्यो जिमको चाहिँ अब भनौँ न नाम चलेको छ भनेदेखि तिनीहरूले अलिक एक्स्ट्रा पे लिन्छ तर अब एभरेजमा अब त्यस्तै सिप्छिलमानमा पर मन्थ भनेको सिक्छ नेपाली 17,000 कुनैले अब जुडोहरूको चाहिँ त्यस्तै छ होइन तपाईँले चाहिँ सिक्दै धेरै बेर सिक्दै जानुभयो भने चाहिँ तपाईँलाई अलिक सस्तो पर्दै जान्छ 10,000 12,000 त हेरी जिम अनुसार हुन्छ
तर लास्टै सबैभन्दा महँगो चाहिँ अब MMA र ऊ रहेछ के BJJ रहेछ के तिनीहरूमा त टाइम पनि दिनुपर्छ तिनीहरू त्यो मेबी त्यो चाहिँ प्लेयरलाई पनि धेरै टाइम दिनुपर्छ होला कि टाइम त्यो अनि म त्यो किक बक्सिङ सिक्न जाँदाखेरि पनि त अनि 8 बजीसम्म काम गरेर अनि साइकलमा फेरि 45 मिनट्स राइड गरेर अनि त्यहाँदेखि सिक्थेँ कि अनि घर फर्किँदाखेरि सधैँ 11-12 बजी राति फर्किने 45 मिनट साइकलमा अनि 45 मिनट्स मात्रै अन्त 45 मिनट 35 to 45 मिनट्स लाग्ने हैन जानु मात्रै सकेर फेरि 45 मिनट साइकलमा त्यति भएपछि त किन त्यहाँ गएर किन वर्कआउट गरिरहने के त्यति गएर फर्किँदा भइहाल्यो नि हैन वार्म अप चाहिँ बेस्ट कार्डियो बेस्ट वार्म अप चाहिँ साइकलमै भइदिने हैन मेरो पनि त्यही हो त सुरुमा त्यस्तो थियो अनि तर त्यसलाई चाहिँ लङ लास्टिङ सस्टेन गर्न सकिन त्यसपछि फेरि अब ग्राप्लिङ सिक्नु मन लागेर जुडो हल्का सिक्यो अनि बेसिक जुडो सिक्यो फेरि त्यो पनि अलिक सस्टेन भएन अनि त्यहाँदेखि अब किनभने अब इकोनोमिकल्ली पनि अनि टाइम वाइज पनि अलिक झ्याउ भयो कि त्यो पनि हो हुन्छ अनि यो खासमा सिक्नुको कारण चाहिँ के मतलब यतिकै रहर सेल्फ डिफेन्स अथवा हैन त्यो एउटा रहरले त हो नि हैन के हो खासमा सिक्ने रहर भन्दा पनि म चाहिँ अब सानैदेखि बच्चामा अब धेरै भनौँ न लाइक म चाहिँ हैन त्यो ड्रिम्स थियो कि एउटा चाहिँ म चाहिँ पछि चाहिँ गएर चाहिँ फाइटर बन्छु स्टन्टर बन्नु त एउटा चाहिँ लाइक हैन किन अब सानोमा अब यताउता हुन्छ नि त अब हाम्रो झापातिर त हैन गेम फाइलिएर यताउता अनि गोर्खाली हैन ल भने चाहिँ कोरिया गएर चाहिँ यस्तो हुन्छ हैन जस मलाई चाहिँ आफ्नो भनौँ न लाइक आफ्नो माया गर्ने व्यक्तिहरू आफ्नो चाहिँ जुन साथीभाइहरू अथवा आफ्नो लभ वान्स हुन्छ नि त्यसलाई चाहिँ भोलिको दिनमा कसैले के गर्यो भने चाहिँ अलिकति प्रोटेक्ट गर्नु मन परेको मायालाई अब मान्छेहरूलाई चाहिँ प्रोटेक्ट गर्न सकौँ आफूलाई पनि प्रोटेक्ट प्लस अब तपाईँ आफ्नो हेल्थ पनि राम्रो भइहाल्यो हैन त्यसमा त फिट हुन्छ नि एकदम फिट हुन्छ मेन चाहिँ त्यही हो सेल्फ डिफेन्स र आफूलाई मन परेको मान्छेहरू हुन्छ नि त्यसलाई प्रोटेक्ट गर्नलाई तिम्रो चाहिँ भन नि त के हो सानो गुरु कि ठुलो गुरु हो अनि जस्ट मजाक गरेर भने फेरि पनि अब भाइले भने जस्तै हो प्रोटेक्ट भन्दा पनि भर्सक यो झैझगडा मात्र भर्सक के अरे लाग्दै नलागौँ तर छोरा मान्छे हो आइपरेको खण्ड मात्र होइन ल के भएपछि पख ल त्यो माइक त अफ अनै छ सरी छोरा मान्छे हो होइन अब आइपरेको खण्डमा भन्दा पनि आइपर्दो रहेछ कहिलेकाहीँ आफू सिधा हुँदाखेरि पनि कहिलेकाहीँ अब त्यस्तो हुँदो रहेछ होइन त्यसलाई अलिकति सक गर्नुको लागि पनि हो प्लस कस्तो भन्दाखेरि अब मेन चाहिँ यो म चाहिँ के भन्छु भन्दाखेरि एक्सर्साइज क्या एकदमै आफ्नो हेल्थको लागि पनि हामीले एकदमै यस्तो फोन्सहरू अलिकति हान्यौँ भने यस्तो गर्दाखेरि मात्र हाम्रो के हुन्छ भन्दाखेरि चाहिँ बडी स्ट्रेचदेखि लिएर होइन एकदम चङ्गादेखि लिएर तपाईँ कस्तो भन्दाखेरि अब जिउ एकदमै भारी भएको छ भने पनि हल्का हामीले वार्मअप गऱ्यौँ भने आफूलाई एकदमै कुल फिलिङ फ्रेस फिलिङ हुन्छ क्या एकैछिन ल फोन कस्तै माया फोन गर हेलो अनि तिमीले नेपालमै सिक्यो होइन नेपालमा यो चाहिँ म चाहिँ सिक्नु चाहिँ सबैको एउटा विशेष कारणै हुन्छ होइन अब तपाईँले के अरे सुन्नुभएको होला ओङ ब्याक क्या एकदम फ्यान क्या अब पहिला त कस्तो भन्दाखेरि अब भन्दा पनि मेरो चाहिँ अब एसएलसी पास गरिसकेपछि चाहिँ मलाई चाहिँ घरमा चाहिँ होइन कम्प्युटर किनिदिनु भएको थियो अनि कम्प्युटरमा हेर्ने र गाउँको सबैजना हेर्ने होइन त्यो बेला अब अनि त्यो बेला त त्यो एउटा त्यो लाइन पनि थिएन क्या त्यस्तै समथिङ यस्तै हुन्छ नि एमबी त्यस्तैले के अरे चलाउँथ्यो त्यसरी हेरिन्थ्यो गाउँको यताउति सबै साथीहरू होइन अस्ति साथीलाई पनि भेटेँ के अरे 8-9 वर्ष पछि टावरमा होइन तपाईँले हेर्नु पनि भयो होला फोटोहरू भिडियोहरू राजन राई भने ऊ सेकेन्ड म फर्स्ट हो क्या केमा स्कुलको हो नि स्कुलको म त के भन्छ मुवाई थाईको फाइट न बोला त्यस के अरे 4-5 पल्ट चाहिँ रेगुलर फर्स्ट भएको मान्छे हो म पनि होइन अन्त अहिलेसम्म किताब त छोएको छैन तर छोयो भने चाहिँ फेरि अनि नेपालमा जस्तै गेम त सिकियो होइन गेमतिर पार्टिसिपेट गरेन गेमतिर चाहिँ पार्टिसिपेट गरिएन गुरुले पनि अब त्यही त जे कुरा पनि एउटा उमेरकै कुरा आउँछ होइन अनि त्यही भएर म चाहिँ बेसिकहरू नलेजहरू चाहिँ दिन्थेँ र बेलरीमा भन्दा पनि मैले त्यो अब तपाईँलाई कस्तो भन्दाखेरि अङ्क त मैले हेरेँ होइन अनि त्यो हेरिसकेपछि एकदमै त्यसको अब एक्सनहरूदेखि लिएर एल्बो निज अब सिनहरूले हान्ने एकदमै त्यो फाइट त एकदम कस्तो भन्दाखेरि तपाईँको
बसिरहेछ भने झसङ्ग हुने क्या होइन हुन्छ हुन्छ एकदम क्या हेरिरहँ मन लाग्ने क्या सुरुदेखि लास्ट स्टेसन एउटा झोला भएको केटा झोला झोले झोला भएको केटा अब के अरे थाइल्यान्डमा होइन अब त्यो के अरे हात्तीको एउटा प्रोटेक्ट गर्नुको लागि चाहिँ ऊ चाहिँ अब त्यत्रो होइन अब मान्छेहरूसँग गुन्डाहरूसँग आफूलाई होइन अब प्रोटेक्ट गरेर अब त्यो के अरे हात्तीलाई त्यो थाइल्यान्ड गाउँबाट उता बेचेको हुन्छ नि त पछि कस्तो भन्दाखेरि राम्रो छ फाइट सिनहरू त्यो देख्यो त्यो मुभी हेऱ्यो भने बच्चाहरू जो पनि इन्फ्लुएन्स हुन्छ है दामी छ क्या भनेको एउटा हुन्छ नि अब मथाई भनेको चाहिँ अब के अरे वर्ल्डमै अब पहिला आउँछ क्या अब त्यसमा के अरे मथाईमा चाहिँ अब एल्बो यस्तो सिनहरू होइन अब निहरू सिनहरूले होइन हान्ने हुन्छ नि त नेपालमा चाहिँ जस्तै स्पोर्ट्समा अहिले जस्तै क्रिकेट र फुटबल चम्किरहेछ अनि भलिबल केटीको भलिबल चम्किरहेछ अलिअलि अनि त्यस पछाडिको अरू जो कराते ताइक्वान्डो अनि यो बक्सिङ मुay थाई होइन यो चाहिँ अलिक उयो नै छ क्या के भन्छ अलिकति स्याडोमै छ क्या जस्तै म पनि बक्सिङ खेलेको होइन अनि अब नेसनल गेम पनि खेलियो 7औं राष्ट्रिय गेममा पार्टिसिपेट पनि गरियो होइन नेपालमै पार्टिसिपेट गरियो अनि मसँगै सिकेको साथीहरू मभन्दा राम्रो म चाहिँ अब 2-3 महिना सिकेर एउटा जुनियर जुन के भन्छ त्यसलाई नोभिस जुन फर्स्ट टाइम त्यसमा पार्टिसिपेट गरेको थिएँ अब त्यसमा पार्टिसिपेट गर्दा म चाहिँ सेकेन्ड चाहिँ भएँ होइन तर त्यस पछाडि नेसनल गेम पनि खेलियो आर्मीहरूसँग खेलियो अरू कोहरूसँग खेलियो होइन अनि सबै त्यही हो क्या अब सँगसँगै खेलेको साथीहरू कोही पनि त्यो लाइनमा छैन क्या 1-2जना साथीहरू त्यो लाइनमा छ उनीहरू कस्तो तरिकाले त्यो लाइनमा छ भने जस्तै बरेनमा आर्मीको सर्भिस गरिरहेछ अनि आर्मीबाट उनीहरूले बक्सिङ खेलिरहेछ कि भनेको मतलब नेपालको बक्सिङ सेक्टरमा त केही गरिरहेको छैन तर त्यस्तो फ्युचर सेक्योर छैन नि त होइन फ्युचर सेक्योर छैन अनि म पनि त्यति बेला चाहिँ अब फ्री टाइम भयो के गर्ने त ल्याङ्ग्वेज पढिरहेको छु फ्री टाइम भयो के गर्ने त गएर कुम्फु सिक्छु त्यस्तो बक्सिङ सिक्छु भनेर त मनमै थिएन कुम्फु सिक्छु अथवा यो मुay थाई के सिक्छु भनेर गएको किक बक्सिङ सिक्छु भनेर गएको मलाई गुरुले कताबाट बक्सिङमा छिराइदिनु भयो क्या अनि त्यसरी खेल्दै 3 महिनामा प्रिपेयर गरेर नोभिसमा खेलियो सेकेन्ड भयो त्यस पछाडि 7औं राष्ट्रियको लागि पूर्वाञ्चल सिलेक्सन भएको थियो पूर्वाञ्चल सिलेक्सनमा के भइदियो भने मेरो वेट क्याटेगोरीको मान्छे नै आइदैन क्या त्यतिकै वेट के नाम दर्ता मात्रै गरेको थिएँ त्यतिकै विनर भइदिरहेँ म त्यस्तो विनर भइदिएको अनि विनर भइदिरहेको अनि विनर भएर मेडल त आयो तर यो मेडल आएको के मतलब हो त मलाई मैले कसैलाई जितेको पनि छुइनँ कोहीसँग मेरो केही पनि भएको छैन मलाई त्यति बेला कस्तो फिल भयो भने होइन मैले चाहिँ कोहीसँग खेलेको छुइनँ मलाई त्यो रिङमा चढेको एक्सपिरियन्स पनि छैन अब म गएर अब राष्ट्रिय गेम खेल्दैछु राष्ट्रिय गेममा गएर मैले कसरी पार्टिसिपेट गर्ने कसरी फेसअप गर्ने है भन्ने त्यो मलाई डर भयो नि त मनमा अनि मैले त्यति बेला त्यो पूर्वाञ्चल यो के भन्छ सिलेक्सन हुँदै गर्दाखेरि मैले हरेक रात 2 घन्टा 3 घन्टा रुम घरमा गएर स्याडो बक्सिङ एक्लै गर्थेँ क्या किनभने मलाई भोलिको दिन नगर होइन गाह्रो नहोस् भनेर अब अरू साथीहरू अरू वेट क्याटेगोरीकोहरूले त सबैले खेलेर के भन्छ त्यो एक्सपिरियन्स पनि लियो होइन कुटे पनि खायो कुटे पनि होइन मैले त केही छैन यतिकै हावामा मेडल लिएर आइदिरहेको छु होइन मेडल प्लस भत्ता अलिअलि अनि नेपाल भत्ता पनि दिन्छ क्या दिनको लगभग 1500 कति दिन्छ क्या त्यो भत्ता प्लस मेडल आइरहेछ अनि मतलब होइन जस्तो ल्याएर प्र्याक्टिस मजाले गरियो अनि पछि झापामै उता कता हो के अरे चन्द्रगढी होइन त्यो रङ्गशाला भएको हजुर त्यहाँनिर गेम भएको थियो त्योभन्दा अगाडि चाहिँ हाम्रो पूर्वाञ्चलबाट सुनसरीले 7-9वटा गोल्ड मेडल ल्याएको थियो त्यति बेला सबैले 9वटामा 8जनाले चाहिँ मान्छे कुटेर ल्याएको थिएँ मैले चाहिँ यतिकै पार्टिसिपेट गरेर मात्रै ल्याएको थिएँ कि अनि त्यस पछाडि उता गएर एकजना मोटीसँग परेको थियो कहाँ सुदूरपश्चिम कहाँको परेको थियो त्योसँग मेरो चाहिँ त्यति बेला कस्तो खालको बडी थियो भने हाइट त यही हो तर ओभर पटासफुटिस भयो कि अब त्यो अहिले जस्तो मासु लागेको थिएन पटासफुटिस थियो अनि त्यो गुरु पनि अलिकति डरायो होला मेबी अनि त्यहाँ पनि केही गर्नु पाइनँ क्या मैले होइन ज्यान देखेर डरायो भन्नु खोजेको होइन मैले यसो गरेर एक पञ्च हाने जस्तो लागेको थियो त्यतिकैमा उसको बाहिर एउटा गुरुले टावल फालेर सरेन्डर गरिदियो कि सरेन्डर के भन्छ त्यसलाई गिभअप गरिदियो कि अनि मैले मेरो के भइरहेछ जस्तो लाग्यो कि यता पूर्वाञ्चल सिलेक्सनमा खेलेको
त्यहाँ पनि मान्छे आइदिएन यता खेलिदिएको एकचोटि हात चलाउने बित्तिकै मान्छे उठ्यो के भइरहेको जस्तो लाग्यो कस्तो भइदियो क्या मलाई त्यति बेला अनि नेक्स्ट गेम चाहिँ मेरो एपिएफसँग कि कोसँग थियो त्योसँग खेल्दाखेरि चाहिँ नमजाले कुटा खाएर हार्यो पुलिसको त खतरै हुन्छ तिनीहरू त अब कामै त्यही हो होइन उनीहरूको कार्डियो हुन्छ बिहानदेखि बेलुकासम्म ट्रेनिङ नै त्यही हुन्छ बिहानदेखि बेलुका त्यस्तो भयो तर हाम्रो केटाहरू के अरे त्यो सेकेन्ड डन होइन ब्ल्याक बेल्ट सेकेन्ड ब्ल्याक बेल्टसँग पनि खेलेको थियो नि त्यो हामीले सिकाएको भाइहरू अहिले जापानमा छ भाइ होइन लास्टै जाडो भएर आएर मासल अनि 35 मिनट मात्रै हुँदैछ भर्खर अझै कुरा लम्बा दिउँ भनेर युट्युबमै हाल्ने अनि अलिक गाह्रो होला जस्तो जाडो हेर्छु अलिक माइकले गरेर अनि अब जाडोले कामिरहेको छ नि त अनि तिमीहरूको यत्रो जग्गा सिरकै लाएर आइरहेको भाइले गोजीमा अनि जस्तै अब कोरिया यत्रो वर्ष बस्यो होइन धेरै कुराहरू देख्यो धेरै कुरा कहाँ हेरे फेरि यता हेर न ए जाने अनि जस्तै अब कोरिया यत्रो वर्ष बस्यो होइन धेरै कुराहरू देखियो उसो लागि अब पछि नेपालमा एक न एक दिन त जाने नै हो होइन के छ जाने प्लान कहिले छ तर किन तिमी त भर्खर आएको 10 महिना मात्रै हुँदैछ तिमी त अझै 10 वर्ष बस्छौ होला भाइको के छ प्लान भाइ त म अगाडि आएर छु अब फिलहाल त अब त्यस्तो छैन अब हेरौँ अब नयाँ अब गभर्मेन्ट रिफर्म हुँदैछ अब केही राम्रो अब होला त्यस पछाडि चाहिँ अब सोचेको छ जस्तै हामी यहाँ बस्यो नि त अब बिजनेसहरू कति देख्यो नि त लाइक यो कफीदेखि लिएर बाहिर स्ट्रिट फुडदेखि लिएर होइन यहाँ अब कोरियनमा अब खानाहरू छ नि त जस्तै लाइक किम्ची चिके भयो होइन प्योजाङहरू त्यो भनेको एकदम मिठो लाग्छ नि त हामीलाई होइन नेपाली स्वादसँग मिल्छ पनि अनि पछि नेपालमा गएर क्या मतलब के बिजनेस गर्ने प्लान एउटा गरिन्छ गरिँदैन थाहा छैन होइन माइन्डमा अब तिमी त साइकल पनि कुदाउँछौ पछि गएर साइकलकै स्टोर पनि खोल्न सक्छौ होइन अब तिमी जिम गर्दैछौ जिमै खोल्न सक्छौ अब यो पुरा होला नहोला तर त केही प्लानहरू छ प्लानहरू त अब फेरि त्यो भनेर के गर्नु म चाहिँ होइन अलिकति त्यो पुरा नहोला कि होइन जस्तै प्लान चाहिँ छ जस्तै अब कोरियामा भएको बिजनेसहरू देखिन्छ नि त जस्तै यो बिजनेस चाहिँ नेपालमा गऱ्यो भने चल्छ जस्तो लागेको बिजनेसहरू केही छ त्यस्तो आइडिया धेरै छ अब मेन चाहिँ अब भोलि त्यो बारिस्टा चाहिँ फेरि धेरै नै भइसकेको छ होइन बारिस्टा भन्दा बेकरी चाहिँ फेरि कोरियनको त हुन्छ नि बेकरी टक्क त्यहाँ अब यहाँ एकेमा पनि एके प्लाजामा पनि तल जानु त स्मेल कस्तो दामी आउँछ तल थाहा छैन तर बेकरीमा सबैभन्दा राम्रो कन्ट्री टप नम्बर 1 फ्रान्स हो नि होइन तर त्यो फ्रान्सलाई पनि कोरियाले चाहिँ अस्ति भर्खर जित्दिएको छ क्या सेपमा ब्रेडमा चाहिँ होइन त्यो बेकरीमा चाहिँ अब कोरियनले जितिरहेको क्या जबकि त्यो बेकरी भनेकै फ्रान्सबाट आएको उनीहरूको आइटम कोरियनहरूले सिक्दै आएको होइन पछि तर कोरियाले टपमा परिदिरहेको जित्दियो क्या अब फ्रान्स बेकरीमा होइन कस्तो त्यो जुन त्यो उनीहरूको बेकरी गर्ने हुन्छ नि कोरियनहरूले टेक्सचर र त्यो कुरै छोडिदिने क्या टप नचको हो क्या त्यो बेकरीको नलेज छ तिमीलाई अलिअलि हुन्छ कि म त बेकरीको नलेज छैन होइन बेकरी भन्छ अब हामी सानोमा त्यस्तो बेकरीको फ्यान भएर पनि आएको चाहिँ होइन अब यहाँ आएर चाहिँ देख्यो होइन अनेक देखिन्छ अब बेकरीमा अब धेरैमा धेरै थाहा भएको एक दुईवटा केकको नाम थाहा छ अब आइटम त लास्टै धेरै छ जस्तै यहाँ कोरियामा क्या खानेकुराहरू खाएर हुन्छौँ जस्तै काम गर्दाखेरि हाम्रो सिक्ताङ अथवा के भन्छ त्यसलाई खाना खाने ठाउँमा नयाँ नयाँ आइटम आइरहेछ नयाँ आइटम कहिले काहीँ आउँछ अनि इभन कोरियनहरू पनि छक्क पर्छ क्या यो के हो भनेर मलाई चाहिँ कस्तो लाग्छ भने कोरियनहरूले चाहिँ खानेकुरामा धेरै एक्सपेरिमेन्ट गर्छ जस्तो लाग्छ कि जस्तै लाइक मटर र चना त नेपालमा मिसाएर आयो भने त जस्तो मटर र फर्सी मिसाउँदा कस्तो आइटम बनिन्छ भने त्यो खालको एक्सपेरिमेन्ट गर्छ जस्तो लाग्छ मलाई चाहिँ गर्छ जस्तो लाग्छ नि त्यो गर्छ क्या त्यही गरेर त नयाँ कुराहरू बनिने हो नि त होइन धेरै गर्छन् उनीहरूले अनि नयाँ कुराहरू उनीहरूले सिक्दै जान्छन् होइन अनि एक्सपेरिमेन्ट पनि गर्छन् त्यसलाई त्यो उनीहरूले चाहिँ हामीले जस्तै त्यो थ्योरिटिकलमा मात्रै राख्दैन क्या प्र्याक्टिकल्ली गर्छ क्या अनि धेरै कुराहरू यो बेकरी चाहिँ पछि नेपालमा दामी हुन्छ जस्तो लाग्छ किनभने अब आजभोलि त धेरै त्यस्तो हुन थालेको छ होइन जस्तो बर्थडे केकदेखि लिएर तपाईँको चाहिँ होइन कसैको बर्थडे भयो सेलिब्रेसन केक कसैको चाहिँ के म्यारिज सेरेमोनी भयो के भयो केक अथवा अरू नै भ्यालेन्टाइन केक काट्दछ मान्छेले अनि बिहान बिहेमा पनि केक काट्दो रहेछ
के स्यालेरीबाट केक स्यालेरीबाट केक काट्यो होइन जे गर्दा नि केक बे गर्दा नि केक काट्यो बेकरीमा चाहिँ दामी मलाई चाहिँ अब बेकरी चाहिँ दामी लाग्छ केक मलाई त यहाँनिर जस्तै ठाउँ ठाउँमा मासु बेच्नु राखिरहन्छ नि होइन त्यो सानो सिलमा मासु बेच्नु राखिन्छ ओछन लगाउ नेपाली 500 रुपियाँमा त्यो पनि ठिकै लाग्छ तर नेपालमा चाहिँ त्यही हो क्या अलिकति प्राइज नै हुन्छ नि अब त्यो गर्नु त गरिरहेछ है काठमाडौँतिर त्यो भैँसीको मासुहरू सायद बेचिरहेको होला त्यसरी प्राइज नै कसरी राख्ने कसरी के गर्ने भन्ने कुरा हो क्या अलिकति डर भन्ने त यहाँ त अब एकदम चलिरहेको छ ओछन भन्ने ओछन त अब यहाँ त केही जस्तो नि होइन 5,000 वन त होइन तर नेपालमा त 500 भनेको त झन्डै 1.5 केजी मासु आउँछ नि त मान्छेले त्यो खर्च गर्न सक्दैन अनि अब यहाँको बफेट खानाहरू पनि छ होइन बफेट खानाहरू पनि नेपालमा पनि छन् त छ 1700 1800 लिँदो रहेछ मतलब त्यो त अब नर्मल मान्छेले त एफोर्डेबल हुँदैन नि त अब के गर्ने बिजनेसहरू जस्तो लाग्छ क्या अब यो पेवाझाङ्गु प्रायः म्याक्सिमम नेपालीहरूले मनपर्छ नि त होइन अनि त्यो पनि अब नेपालमा चाहिँ चल्छ जस्तो लाग्छ तर अब त्यही त त्यो मासु कहाँबाट ल्याउने मासु कहाँबाट ल्याउने कति प्राइस राख्ने त्यो नै हो क्या मेन प्रब्लम भनेको चाहिँ अनि नेपालमा चाहिँ अब बिजनेसहरू चाहिँ विशेष गरी त्यो देखिरह होला सुनिरह होला प्रायः अब त्यहाँ तराईतिर पनि झापातिर पनि त्यही किवी सिवी होइन जे चल्छ त्यसमै मान्छेहरू ओइरिने क्या ओइरिने होइन झापामा विशेष गरी त्यो ठाउँतिर के हुन्छ स्पेसली हाम्रोतिर त अब बेमौसमी खेती धेरै गर्छ होला है म पनि बस्नु चाहिँ बचिया हो बेमौसमी खेतीहरू त्यस्तै छ हाम्रोतिर चाहिँ अब त्यो तपाईँले भन्नु पनि के भन्नु पनि किवीहरू भन्नुभयो नि किवीहरू चाहिँ अब सबै माथिबाटै आउँछ होइन इलामबाट पहाडबाट आउँछ यो किवीहरू भयो भर्खर अब त्यो लाली गुराँसहरू होइन अहिले त गुराँसको सिजन पनि रहेछ होइन लाली गुराँस पनि बेच्छ मान्छेले बेच्दैन रहेछ तर मैले यस्तो चाल भएको चाहिँ लास्ट टाइम म नेपाल जाँदाखेरि चाहिँ त्यो गुराँसको चाहिँ त्यसलाई रिफाइन गरेर सोझो जस्तो वाइन के गुराँसको वाइन होइन गुराँसको वाइन किवीकै पनि अब लोकलहरू हुन्छ नि किवीको चाहिँ एकदम अमिलो हुने गुराँसको चाहिँ हुन्छ नि त्यस्तैबाट अब रिफाइन गरेर गुलियो वाइन टाइपको होइन त्यसरी पनि गरिरहेछ हाम्रोतिर झापामा चाहिँ एकदम चल्ने भनेको चाहिँ अब यहाँको कोरियाकोबाट लाइक जुसहरू हुन्छ नि जुस बनाउनेहरू जस्तै गर्मीमा होइन त्यो पनि एकदम दामी हुन्छ जस्तो लाग्यो ठिक्क अब जिमकै तल खोलिदिने होइन जिमको अथवा फ्रेस जुस तल राखिदिने होइन गर्नु त गरिरहेको तर त्यो अब इन्डियन स्टाइलमा आफ्नै त्यो स्टाइल अलिकति त्यो जुन स्ट्यान्डर्ड क्वालिटी हुन्छ नि स्ट्यान्डर्ड मेन्टेन गरे जस्तो कोरियनहरूको हेर्नु त अब जुसकै मात्रै पनि आफ्नो फ्रेन्चाइजहरू छ के होइन आफ्नो धेरैवटा फ्रेन्चाइज छ नि त त्यो त अब यता हाम्रोतिर त जुस भने चाहिँ त्यो भन्दा नि एउटा स्ट्यान्डर्ड मेन्टेन गरेर टक्क होइन स्ट्यान्डर्ड मेन्टेन भएन अनि अलिकति क्लिन पनि भएन जस्तो लाग्छ मलाई अब जस्तो तपाईँ यही कफी हेर्नु न ल हेर्नु यो कफीलाई यतिकै हेर्नु होइन र यसलाई चाहिँ अब तपाईँले टक्क मोडल यसलाई हेर्नु त यो कुन यसमा मान्छेले कुन किन्छ यो किन्छ यो किन्छ अभियसली यो किन्छ यसमा डिजाइनहरू टक्क गरे होइन भन्नु खोजेको मतलब त्यो हो क्या किनभने जुस त उखुकै जुस हो होइन यहाँ पनि ल सपोज उखुको जुस हाल्यो नि त्यो उखुकै जुस हुन्छ यहाँ पनि उखुको जुस तर मान्छेले यो लान्छ नि त किन त्यहाँ त अब मेहनत देख्यो नि त यो पुरा यति यो उसले मेहनत हो नि त यो पनि होइन यहाँ त के गरेर जस्ट बटल हाल्दैछ आइस हाल्दैछ भन्नु सक्यो तर यहाँ त्यो जस्तो लाग्छ तिमीलाई चाहिँ अनि तिमी चाहिँ कुन ठाउँबाट अरे नेपाल घर म त सोधिन नेपाल घर चाहिँ मेरो मोरङ बेलबारी मोरङ बेलबारी त्यहाँतिर त म धरानदेखि झापा जाँदाखेरि त्यहाँ बिचमा बाटो रोक्छ नि त पुरा निग्रो सिग्रोहरू कता ल्याउँछ किन बिचमा खोला धेरै छ कि त्यहाँ खोला भन्दा पनि बेलबारी छेउमा चाहिँ जङ्गलहरू चाहिँ नजिक छ जङ्गलमा निग्रो लास्टै पाउँछ हो जङ्गल सिमसारहरू पाउँछ त्यहाँ एकदम बेतनामा चाहिँ धेरै त्यहाँ के अरे सेल गर्छ क्या पहिला पनि हामी त्यहाँ जस हामी तलतिर हुँदाखेरि तल घरतिर हुँदाखेरि चाहिँ उता पनि छ घर अहिले चाहिँ हामी जङ्गल गएर हामी त्यो जस्तै चाहिँ हाइवे भयो हाइवेदेखि यताभित्र जाने बाटो भयो अनि त्यो भित्र जाने बाटोदेखि सिधै गर्ने उता कता हुन्छ इन्डिया पुग्छ धेरै भित्र त गएको छैन नि त जस्तै यो धरान जाने के हाइवे त्यो महेन्द्र हाइवे साइड वेस्ट तपाईँ चाहिँ साउथ गएकोकै त्यो बाटोबाट चाहिँ
दक्षिण मात्रै गई गर्नुभयो भने इन्डिया पुग्छ हुन्छ इन्डियै हो इन्डिया पुग्छ होला है इन्डिया पुग्छ अभियसली त्यो त त्यहाँ गएर त्यस्तो अब विराटनगरको त्यो विराटनगरको लास्ट स्टेसनदेखि त गयो भने पनि जोगमनी भन्छ नि त्यो पनि इन्डियै हो जोगमुनतिर पुग्नु तपाईँ नेपालमा नि स्टेसन छ र जस्तो लाग्छ नेपालमा कहिले बन्छ जस्तो हाम्रो यहाँ कोरिया जस्तो कि अब हाम्रै भन्ने भयो असल यहाँको कोरिया जस्तोको भनौँ न बस ट्रेन स्टेसनहरू कस्तो मजाको छ नि त नेपालमा त अब कस्तो भन्दाखेरि अब हर्क सम्बन्धले जस्तै होइन यो राजनीति कुरा त नघुसौँ है भए तापनि एकदम श्रम चाहिँ गर्नुपर्छ कोही मान्छे चाहिँ अल्छी गरेर बस्नुहुँदैन यस्तो हो गर्नुपर्छ कि काम चाहिँ गर्नुपर्छ तर अब गाह्रो छ अलिकति नेपालमा त्यो बाहिर अब हामी यहाँ 2 लाख कमाइरहेको मान्छे नेपालमा गएर 30-40 हजार पैसा कमाएर देशको लागि गर्छु भने त्यो कम्प्रोमाइज गर्नु त्यो सेक्रिफाइस गर्न सकिँदैन जस्तो लाग्छ क्या अब योपालिदेखि चाहिँ मान्छेहरू धेरैजनाले थाहा भइसक्यो क्या राम्रो नराम्रो भन्ने कुराहरू अब भाइले त हेरिरहेको होला होइन अब राष्ट्रपा राम्रो नराम्रो उसको ठाउँमा छ तर यसपालि चाहिँ राष्ट्रपालाई धेरैले विश्वास गरेर नयाँ पार्टीलाई विश्वास गरेर भोट दिइरहेछ जिति पनि रहेछ ठाउँ ठाउँमा अब चाहिँ के होला जस्तो लागिरहेछ मलाई पनि अनि त्यो अब ढिलो चाँडो बनिन्छ अब के बनिन्छ थाहा छैन अब हेरौँ अब हामी पनि कोरिया छोडेर नेपाल जाउँ जस्तो त लाग्छ नि होइन तर एउटा मनले चाहिँ अब यहाँ यत्रो पैसा कमाइरहेछ महिनाको 1.5 लाख 2 लाख कमाइरहेछ कसरी छोडेर जानु जस्तो नि हुन्छ क्या त्यस्तो हुन्छ अनि अरू के कुरा गर्ने अब बिचमा अब यहाँ कस्तो भन्दाखेरि अब जाडो भएको छैन भाइ जाडो त खासै अलि भएको छ यस्तो कस्तो भन्दाखेरि यहाँनिर चाहिँ अब म चाहिँ एकदमै अब फिटनेसमा एकदमै होइन क्रेजी भएको कारणले गर्दाखेरि चाहिँ यहाँ प्रोटिन चाहिँ एकदमै सस्तो पनि छ क्या प्रोटिन खान्छ भाइले सप्लिमेन्टहरू क्या प्रोटिन त त्यस्तो सप्लिमेन्टहरू चाहिँ लिन्न पहिला चाहिँ लिन्थेँ आज भोलि चाहिँ म चाहिँ त्यो त्यस्तो सप्लिमेन्टहरू लिन्न डाइरेक्ट यो नेचुरल फुडहरूबाटै मलाई एक्चुअली लास्टै इन्जर्ड भएको छ क्या म जिमले गरेर इन्जर्ड भएको छैन मेरो 5-6 वर्ष भयो एउटा रोगले म ग्रसित छु क्या यो हातमा ढाँडेको होइन यो औँलाको टुप्पोमा झन्झन गर्छ होइन यो नसाको प्रब्लम होला सायद ल अलमोस्ट मैले 5-6-7 लाख पैसा खर्च गरिसकेँ क्या ट्रिटमेन्टको लागि अझै पनि पत्ता लागेको छैन क्या के रोग भनेर अनि मैले बेला बेला प्रोटिन स्टप पनि गरिदिएको छु होइन इभन अहिले पनि म प्रोटिन लिँदिनँ यतिकै नर्मली जिम मात्रै गर्छु हल्का जिम के होलबडीको कतिचोटि एमआरआई गरेँ त्यस्तो हो क्या यो छोड्नु यो कुरा यस्तै हो जति गरे पनि अनि कति टाइम भयो अब यो सन्दर्भमा चाहिँ मेरो पनि एकदमै हात चाहिँ यो सिधा होइन सिधा यो हात सिधा हुन्छ यस्तै हुन्थ्यो होइन त्यो चाहिँ यस्तो भइरहेछ र प्लस यसलाई चाहिँ यस्तो गर भने यो सिधा हुन्छ यस्तो गर न त्यो यस्तो फलामा यस्तो राख्यो कि अनि त्यो माङ्सी प्याङ एकचोटि हालेर सिधा अब प्रोग्रामको अन्तिममा आइयो साथीहरू होइन अब साथीभाइहरू अब हामी एउटा गेम खेल्छौँ है लाइक नर्मल गेम होइन नेपाली मुभी होइन च्यालेन्ज होइन यतिकै होइन त्यस्तो होइन नर्मल गेम हो जिते पनि केही पाइँदैन हारे पनि केही जाँदैन ओके तिम्रो म्यासेन्जरमा ऊ एड छ नि होइन हामी 3जनालाई एउटा ग्रुप च्याट अहिले बनाउँछ ग्रुप च्याट म मुभी नेपाली मुभीहरू कति हेरिन्छ साथीहरू म त त्यस्तो खासै छैन पपुलर मुभी हेरिन्छ होला नि त नेपालको मुभी चाहिँ हेरिदिनु पर्छ है एटलिस्ट होइन हामीले अब ओटिटी प्लेटफर्म त छैन होला सायद नेपालमा यदि एउटा छ होला त्यो ओटिटी प्लेटफर्म भने त्यसलाई के भन्छ त्यो मुभीहरू हेर्नु मिल्ने एउटा लाइक जस्तै प्लेटफर्म भन्नु न यो नेटफ्लिक्स ओटिटी भन्नु मिल्छ त्यसलाई ओटिटी प्लेटफर्ममा पैसा तिरेर हेर्नु नसक्यो भने हामी युट्युबमा आएको मुभी चाहिँ म युट्युबमा आएको नेपाली मुभीहरू चाहिँ प्रायः छुटाउँदिनँ होइन हेर्छु अब विपिन कार्की चिनेको होला होइन चिन्नुभएको होला मजाले एकदम राम्रो आर्टिस्ट हो होइन एकदम भर्सटाइल आर्टिस्ट होइन उहाँको चाहिँ अब एकदम धेरै क्यारेक्टरहरू छ नि त जस्तै मसँग 5वटा फोटो छ म एक फोटो पठाइदिन्छु मुभीको नाम मात्रै भनिदिनु ल मुभीको नाम मात्रै ओके फर्स्टमा यो मुभी ल यो अलिक यो मुभी कुन मुभीको पिक्चर हो यो ल थाहा भएन त यो त म त यो चाहिँ अलिकति के भन्छ
एआईले क्रिएट गरेको जस्तो छ त यो त मलाई थाहा भएन यो मुभी चाहिँ गोपी भन्ने मुभी हो यो मुभी चाहिँ फ्लप भयो लगभग हजुर अनि नेक्स्ट फोटो भस्मी डनको पनि फोटो हालिदिनु भने भस्मी डनको त चिन्थ्यो होला जोकर यो कुन मुभी हो थाहा भएन हो यो फिल्म सम्बन्धी चाहिँ मलाई खासै ज्ञान भएन कि होइन ठिकै छ के छैन हल्का ट्याक्सपेयर जस्तै देखिएको त यसमा चाहिँ यो पनि थाहा भएन मलाई यो थाहा भएन यो चाहिँ कुन मुभी भने सेल्फी किङ भन्ने मुभी सुन्यो होला नि सुने छैन होला ल अब यो त्यसो भने लास्ट एउटा गरौँ न त अब यहाँ मसँग छ भने त 3-4 छ लास्ट एउटा यो चाहिँ चिन्छ होला सायद केटाहरूले सबैको रिभ्यू कार किन है यो त लुटको यो चाहिँ लुटको तल डन एउटा मात्रै चिन्देको अब एउटा यो नयाँ क्यारेक्टर अघि भर्खर मैले यसो रिसर्च गर्दा एउटा नयाँ क्यारेक्टरको मुभी पनि भेटेँ कि यो क्यारेक्टरमा चाहिँ कस्तो खतरा देखेछ क्या आफू कुन हो त डेन्जर देखिरहेको त यो डेन्जर छ नि होइन विपिन कार्की कस्तो खालको मान्छे हो क्या होइन यहाँ अब कतिवटा फोटो पठाएँ मैले 3-4 फोटो पठाएँ जुनै रोलमा पनि भर्सटाइल एक्टर त्यही भएर मलाई चाहिँ कुन फिल्मको यो मेबी कर्मा मुभीको होला कर्मा मुभीको हो कस्तो मजाको छ क्या अघि भर्खर म ट्रेनमा आउँदाखेरि हेर्दै आएको थिएँ कस्तो दामी त्यो लुक्सहरू कस्तो मजाको छ क्या थिएटर एक्टरहरूको नि अर्कै हुन्छ क्या उनीहरू जुन एक्टरहरू जुन हुन्छ नि लाइक स्ट्रगलदेखि ग्राउन्डदेखि ग्राउन्ड लेभलदेखि आएको हुन्छ नि उनीहरूको ल हजुरहरूलाई धेरै धेरै धन्यवाद भाइ यता धन्यवाद फेरि यता के अरे दाई सानो गुरु ओके ठिक छ हामी एउटै जस्तै हाम्रो गर्ने कुराहरू एकदम मिल्दोजुल्दो छ होइन पछि फेरि भेटेर कुराकानी गरौँ ल अहिलेलाई धेरै धेरै धन्यवाद एउटा फोटो कसरी बनाउँ स्टप गरिदिउँ ल